मैले नबुझेको कुरा क्या यो डिस्को सिस्को काहीँ नि जान्न सोझी परे केही नि ठान्न भन्छन् नि जो मान्छे त्यही डिस्को गएर बियर रक्सी त्यो के हुस्की त्यो के अनि त्यो रोस्ट रे अनि त्यो रोस्ट अनि त्यो खै के के भन्छ रे गिलासभरि 3 पाने त्यसपछि थालभरि रोस्ट लिएर खानुहुन्छ नि उहाँहरूले यो भिडियो बनाउन सुहाउँदैन है। अनि त्यसपछि सोझी परे केही नि खान्न रे के किन नखाने बिहानमा दाल तरकारी अचार भात पानी खाइहाल्छ होइन, बेलुकामा दाल तरकारी अचार मासु खाइहाल्छ होइन। सोझी मान्छेले त केही पनि खान्न भन्नु त पाप हो पाप। बरु सोझी परे कोहीसँग बोल्दिन भने भए राम्रो हुन्थ्यो है। जो मान्छे डिस्को जानुहुन्छ नाच्नुहुन्छ मनोरञ्जन लिनुहुन्छ उहाँहरूले चाहिँ डिस्को सिस्को कहीँ नि जान्न रे क्या। जो मान्छे चाहिँ हप्तामा एकचोटि भए पनि यो संसार कहाँ छ नि घुम्ने ठाउँ त्यहाँ घुम्नुहुन्छ उहाँहरूले भन्न सुहाउँदैन। बरु मैले भन्न सुहाउँछ है। म त कहीँ नि जाँदिनँ केही पनि खाँदिनँ भन्नु भने पाप लाग्छ। हेर्नुहोस् म भात खान्छु तरकारी खान्छु पानी खान्छु पानीपुरी खान्छु चटपटे खान्छु माया लेख्छु माया बाँड्छु सबैजनालाई सम्झिन्छु। म चाहिँ बरु मैले भन्न सुहाउँछ। हेर्नु मित्रहरू हजुरहरूले त्यस्तो भनेर टिकटक बनाउँदा चाहिँ अलि नराम्रो देखिँदा रहेछन् के। डिस्को गएर नाचेर अनि त्यसपछि आफ्नै साथीलाई नचिन्ने मान्छेहरू पनि कतिजना हुनुहुन्छ नि होइन। आफूले नखाए पनि डिस्कोमा गएर डान्स बारमा गएर पैसा उडाउने काम त गर्नुहुन्छ नि, त्यो नाचिने मान्छेलाई दिनु त हुन्छ नि होइन। यो कुरा गलत हो कि सही हो। अनि त्यो मान्छेहरूले के अरे अरूले म त केही पनि खान्न सोझी परे कोहीसँग बोल्दिनँ मलाई नाच्नु भने आउँदैन नभन्नु ल। नाच्न आउँदैन भन्नुहुन्छ भने त्यो फेसबुकतिर भिडियोतिर किन हाल्नुहुन्छ। अनि डिस्को जाँदिनँ भनेको त्यो अनि नगा भए त्यो नाचतिर नगएको भए त्यो भिडियो कसरी बनाउनुहुन्छ। म त जान्छु तर डिस्को भने कहाँ छ। म त्यो डिस्को डान्स बार रोदी घरतिर चाहिँ गएको छैन होइन। जसको बिहे भएको छ त्यो ठाउँमा चाहिँ नाच्न पुगेको छु, जसको व्रत बन्द भएको छ त्यो ठाउँमा पुगेको छु तर मैले मेरो बिहेमा नाचिनँ है। अब सबैहरूले बोलाउनुहुन्छ भने नाच्नु